लभ यु ओके सिमरन खड्का नर्भस हुन्छु म हैन अरुण छेत्रीलाई बिर्सिँदै आई वुड लभ एक्जाम अगाडि नै चिट चोर्न मिलेन ल ठुले अरुण छेत्रीले खोले यो व्यवसाय सिमरन खड्का भन्नै पर्यो नि आफ्नो को आर्टिस्टलाई रणवीर कपुर बिजनेसम्यान ओ माई गड सिमरनजीको लागि पनि त्यही थियो हजुरको लागि पनि होइन त्यही फेरि खाना कतिको पकाउनुहुन्छ खाना हो अफकोर्स पकाउँछु मैले मलाई चाहिँ दिपेन्द्र हैरी मनपर्छ उहाँहरूलाई लाग्ने रहेछ कि जस्तो म त्यस्तै नै पात्र हो होइन आर्टिस्टिक नै हो जस्तो लाग्दो रहेछ तर मलाई चाहिँ नारायण शाह हजुर हो सुपरम्यान देउता समथिङ पर्सनल सो मच सो गौथलीको दुनियाँबाट अलिकति बाहिर गएर आज चाहिँ हामी यहाँहरूसँग अलिकति फन गेम खेल्छौँ है त सबैले गौथली राम्रो छ यताउति भनिरहनु भएको छ गौथलीकै डुबानमा हुनुहुन्छ होला यहाँ पक्कै पनि है तर अलिकति गौथलीको दुनियाँबाट चाहिँ बाहिर लगेर गेम खेल्न चाहन्छु म यहाँसँग हामी रेडी छौँ रेडी रेडी ओके सो यो चाहिँ ऱ्यापिड फायर गेम हो हजुरले एन्सर एकदम क्विक दिनु पर्यो है त हजुर ल ओके नर्भस हुनु पर्दैन क्वेसन यसो ऱ्यापिड फायर भन्ने बित्तिकै नर्भस हुन्छु म होइन नो अब क्वेसन देखाउँथे एक्जाम अगाडि नै चिट चोर्न मिलेन ल म प्रयास सो अरुण छेत्रीजीको लागि टी अर कफी कफी मर्निङ पर्सन अर नाइट ओल नाइट ओके वान or टु डिस्क्राइब गौथली गौथली इज अ ब्युटिफुल journey of two people who has lovely heart. ओके द रोल यु आर मोस्ट प्राउड अफ ठुले which scene in गौथली वाज द टफेस्ट टु फिल्म टपेस्ट त मेरो लागि त्यो अब भन्न मिल्दैन होला होइन त्यो खाल्टो ओ माई गड सिमरनजीको लागि पनि त्यही थियो हजुरको लागि पनि त्यही हजुर एकदम पिक ड्रामा छ नि त त्यो हिसाबले चाहिँ ओके सिमरन खड्का इन 3 words सरी सिमरन खड्का इन 3 words 3 words she is an innocent girl lovely अनि ब्युटिफुल ओके सो गौथली इन 3 words गौथली 3 words आई लभ यु ओके फेभरेट नेपाली एक्टर फेभरेट नेपाली एक्टर सिमरन खड्का ओके भन्नै पर्यो नि आफ्नो को आर्टिस्टलाई वान बलिउड एक्टर यु होल्ड लभ टु वर्क विथ रणवीर कपुर रणवीर कपुर ओके माउन्टेन्स अर बिच माउन्टेन ओके मोमोज अर दाल भात दाल भात ओके फेम और प्राइवेसी बोथ साइन्स इफ नट एक्टिङ वाट करियर वुड यु चुज बिजनेसम्यान ओके त्यो रूप पनि हामी चाँडै देख्न पाऊँ हजुर हजुर अरुण छेत्रीले खोले यो व्यवसाय हजुर ओके वान हिडन ट्यालेन्ट योर फ्यान्स डोन्ट नो अबाउट यु हिडन ट्यालेन्ट्स धेरै छ अब अहिले ठ्याक्कै आएन फेरि खाना कतिको पकाउनुहुन्छ खाना हो अफकोर्स पकाउँछु मैले खाना स्पोर्ट्समा पनि ठिकै छु तर फुटबल क्रिकेट दुवै ओके क्रिकेट मध्ये चाहिँ क्रिकेट प्लेयर मध्ये चाहिँ नेपाली क्रिकेट प्लेयर मध्ये चाहिँ यहाँहरूलाई को एकदम मनपर्छ त सबैजना एकदम पोटेन्सियल हुनुहुन्छ मलाई चाहिँ दिपेन्द्र हैरी मनपर्छ दिपेन्द्र सिंह हैरी ओके सो फुटबल अहिले वर्ल्ड कप भर्खरै सकिएको छ पक्कै हेर्नुभयो कुन टिमलाई सपोर्ट गर्नुभएको थियो अरुणजीले मैले नयाँ टिमहरूलाई सपोर्ट गरेको थिएँ होइन अनि जसले जित्नु भएको छैन अहिलेसम्म उहाँहरूले जिते हुन्थ्यो भन्ने भइरहेको थियो धेरै धेरै हुनुहुन्थ्यो टिमहरू तर राम्रै भयो जसले जित्नु भयो राम्रो भयो द बेस्ट कम्प्लिमेन्ट यु हेभ रिसिभ्ड फर गौथली उहाँहरूलाई लाग्ने रहेछ कि जस्तो म त्यस्तै नै पात्र हो होइन आर्टिस्टिक नै हो जस्तो लाग्दो रहेछ तर मलाई जब प्रत्यक्ष रूपमा भेट्नुहुन्छ नि उहाँहरू सक्ड हुनुहुन्छ कि को हिरो देखेँ मैले शाहरुख खान तपाईँ त अनि यस्तो राम्रो हुनुहुँदो रहेछ अनि किन यस्तो क्यारेक्टर गरेको भन्ने तरिका तर त्यो मेरो लागि कम्प्लिमेन्ट थियो हजुर वान थिङ यु लर्न वाइल मेकिङ दिस फिल्म गौथली स्पेसियली टिमवर्क इज अ बेस्ट की भन्छ नि फर द सक्सेस अफ मुभी सो गौथलीले चाहिँ हजुर ठुले
ठुलेलाई चाहिँ अन सेट चाहिँ निकनेम केही दिनुभएको थियो के भनेर बोलाउनुहुन्थ्यो मलाई ठुले नै भन्नुहुन्थ्यो ठुले नै भन्नुहुन्थ्यो अहिले मेरो डिरेक्टरहरूदेखि लिएर प्रायःले सबै ठुले हजुर अब यो ठुले चाहिँ दर्शकहरूको लागि सदाबहार ठुले नै जस्तो छ माया गरिदिनु होला ड्रिम रोल यु वुड लभ टु प्ले आई वुड लभ टु प्ले पृथ्वी नारायण शाह हजुर वाट इफ यु कुड रिलाइभ वान डे फ्रम द गौथली सुट फेरि गौथलीकै धेरै चिज छ ठ्याक्कै अब आएन फेरि त्यो पर्वतमा हामीले सुट गरेको थियो कि यो अनि पर्वतमा गएर चाहिँ त्यो माउन्टेनहरू पछाडितिर माउन्टेन छ होइन अनि त्यो मलाई कति भिजुलाइज भइरहेको छ कि अनि अझै पनि सपनामा घरिघरि त्यही छु कि त्यही छु कि जस्तो लाग्छ तर हाम्रो टेलरहरूमा पनि सर्ट छ नि त्यो पिङमा मैले त्यो गर्दा ब्याकड्रपमा चाहिँ त्यो माउन्टेन्सहरू आउँछ कि 3टा माउन्टेन्स अनि म बिहान उठ्दा बेलुका सुत्दासम्म पनि माउन्टेन एकदम साइन भइरहेको थियो अनि त्यो वाट इफ यु वेयर अफर्ड अ सुपर हिरो रोल टुमोरो सुपर हिरो धेरै हुनुहुन्छ सुपरम्यान भनेर हुने उडे सुपरम्यान भएर अरुण छेत्री ओके सो वाट इफ यु कुड रिमेक वान क्लासिक नेपाली फिल्म देउता ओके सो पहिलासम्म चाहिँ गौथली क्यारेक्टरभित्रै बस्नु पर्यो भने चाहिँ गौथली एज अ ठुले के गर्नुहुन्थ्यो केही पनि गर्दैन थियो मैले अरुण छेत्रीलाई बिर्सिँदै आई वुड लभ टु अफकोर्स आई वुड लभ टु इन्जोय अ प्रेजेन्ट लाइफ सो योर फेभरेट लेटर एक्सेप्ट ए टी समथिङ पर्सनल नो पर्सनल के होला त मेरो एकदम बच्चैदेखि मेरो एकदम बेस्ट फ्रेन्डहरू चाहिँ टीबाट लेटर सुरु हुन्थ्यो त्यो हिसाबले अनि ठ्याक्कै मेरो टी आउँछ दालमा कुछ काला हेवाला नो काला राइट ओके गौथली एकदमै राम्रो चलिरहेको छ अल नेपाल है हजुरहरूको क्यारेक्टरले दर्शकको मन छुइरहेको छ र हजुरहरूको फिल्म हेर्न चाहिँ दर्शकहरू आफ्नो टाइम छुट्याएर चाहिँ हलसम्म आइराख्नु भएको छ यहाँलाई धेरै धेरै शुभकामना छ 51 दिन 101 दिन मनाओस् है त थ्याङ्क यू सो मच विराटनगर